तपाईहरुकोतिर कतिको जाडो छ त गाइज? हाम्रोतिर त निकै जाडो छ। आजको बिहानीको सुरुवात चाहिँ मेरो यसरी खेतबारीमा काम गर्दै भयो। फेरि पनि सबैलाई स्वागत छ मेरो डे 30 मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज मैले भ्लग स्टार्ट गरेको 1 महिना पनि पुगेछ र तपाईहरुको साथ सपोर्टले गर्दा नै हो म आज यतिसम्म पुगेको। आशा छ आगामी दिनहरुमा पनि तपाईहरुले साथ सपोर्ट एकदमै दिनुहुनेछ। मम्मी पनि एकदमै सपोर्टमा हुनुहुन्छ है त गाइज। जो कामहरु सकिसके पश्चात चाहिँ म चाहिँ दिउँसोको फुटबल गेम हेर्नको लागि प्रतापपुर गएको थिएँ। आजको गेम चाहिँ गोल्डन स्टार भर्सेस शिवशक्ति युवा क्लबको थियो। आज चाहिँ हेर्नेको पनि धेरै भिड थियो। म पुग्दा चाहिँ यता गोल्डन स्टार र शिवशक्ति युवा क्लबका खेलाडीहरु रेडी भइराख्नु भएको थियो। तपाईहरुलाई क्यामेराको पावर त भन्नै पर्दैन। यता क्यामेरा देखाउने बित्तिकै भाइसँग चटपटी मागेर पनि खाइयो। चटपटी के खाँदै थियौं यता चाहिँ गेम पनि स्टार्ट भएछ त गाइज। र गेम स्टार्ट भइसकेपछि चाहिँ शिवशक्तिले चाहिँ सुटहरु हानेर चाहिँ एकदम दबाब दिइराखेको थियो गोल्डन स्टारलाई। र यताको गेम चाहिँ ओपन भएर होला क्लबहरुले चाहिँ एकदम राम्रो राम्रो खेलाडीहरु मगाउनु भएको थियो। देख्न नै सक्नुहुन्छ तपाईहरुले। खेलाडीहरु राम्रो राम्रो आएको र खेल राम्रो भएको कारणले चाहिँ दर्शकहरु पनि धेरै हुनुहुन्थ्यो यसति चाहिँ। शिवशक्तिको पहिलो गोल चाहिँ विकास राईबाट यस्तो दामी आउटपुट शटबाट हुन्छ र दोस्रो गोल चाहिँ सुरज चौधरीले गर्नुहुन्छ। र गेमको लास्टमा आइपुग्दा चाहिँ एकदम माहौल तातेको कारणले चाहिँ खेलाडीहरु बीच चर्काचर्की पनि हुन्छ। लास्टमा चाहिँ 5 मिनेट थपेको थियो र हामी चाहिँ गोल्डन स्टार हार्यो भनेर निस्केको नै के थियो, गोल्डन स्टारले चाहिँ लास्ट मिनेटमा 1 गोल हानेको रहेछ। गेम चाहिँ शिवशक्तिले जितिसकेको थियो र गेम सकिदा साथ हामी पनि घरतिर लाग्यौं। र आजको लागि यति नै। भेटौँला अब नेक्स्ट ब्लगमा। बाइ बाइ एभ्रीवन।